देखेका थिए पढ्न पाउने, तर त्यो सपना गोलीको आवाजसँगै च्यातियो र त्यो आवाज आज पनि पहाडका ढुङ्गाहरूमा टकराएर भन्छ, हामी निर्दोष थियौं, तर किन हामीलाई मृत्यु दियो, किन हामीलाई मृत्यु दियो। देश भ्रष्टाचार मुक्त अमूल परिवर्तनको सपनाले हजारौं युवाहरूको मुटु धक्दियो। नेताहरूको आश्वासनले आँसु थपियो। वृद्ध आमा बाबालाई अन्तिम बेला केही मिठो खुवाइदिऊ, आफ्नो भविष्य अलिकति भए पनि बनाऊ भन्ने चाहनामा खाडी जाने तयारीमा भएका कयौंले भिसा लागेको पासपोर्ट घरमै फ्याँके र जंगल पसे बन्दुक बोकेर। भिसाका खर्च, ऋणका पीडा र वर्षौंको परदेश योजना एकै क्षणमा त्याग्यो। नयाँ नेपालको नाममा आश्रित आमा बाबाको आशा टुटाउँदै युवाहरू परिवर्तनको आशा र दृढ विश्वासका साथ युद्धमा उभिए। युद्ध बढ्दै जाँदा नसोचेको घाउ बने, रगतले माटो भिज्यो। पुलिस सेना मरे नेपाली नै, माओवादी मरे नेपाली नै, जो जति ढले सबै नेपाली नै ढले। यति बलिदान पछि माओवादी जनयुद्धका अग्रज नेताहरू भने सत्तामा चढे। शहीद र घाइतेलाई बिर्सिए, सर्वहारा भन्ने झण्डा मुनि महल उभिए। धन थुप्रियो तर घाइतेको जीवन झन् नाजुक, शहीदका परिवार अझै बेवास्ता। त्यसैले आज पनि एउटै स्वर गुन्जिन्छ, परिवर्तनको नाममा हामी मर्यौं र मारियो, तर खै परिवर्तन। उही दिनमा फ्याँकिएका पासपोर्टहरू आज फेरि उठाइँदैछन्। नयाँ भिजा टाँसी परदेशतिर उड्ने लाइनमा उही युवाहरू उभिएका छन्, किनकि सोचेको परिवर्तन आएन। कसैको सपना टुट्यो, कसैको जीवन टुट्यो, घाइते बने, तर परिवर्तन अझै अधुरै छ। शहीदका आमाहरू अझै ढोकामा कुर्दैछन् र सोच्छन्, मेरो छोराको रगतले लेखिएको इतिहास कहाँ गयो। जेन्जी आन्दोलनले फेरि एकपटक देश हल्लायो। धेरै शहीद बने, निर्दोषहरू ढले, रगत फेरि सडकमा बग्यो। तर यसपटक हातमा बन्दुक थिएन, हातमा थियो आशा र साहस। यो आन्दोलन कसैको आदेशमा होइन, कसैको नेतृत्वमा होइन, स्वस्फूर्त चेतनाबाट उठेको जागरण थियो। तर आज यही आन्दोलनको नाममा टुक्रा टुक्रा नेतृत्वहरू, दर्जनौं टोलीहरू उभिँदैछन्। यो ठूलो विडम्बना हो। यस्तो नहोस्, किनकि यो आन्दोलन विभाजनको लागि होइन, एकताका लागि थियो, परिवर्तनको लागि थियो। अन्ततः सरकार ढल्यो, अन्तरिम शासन बनेको छ, तर वास्तविक परिवर्तन अझै टाढा छ। शासन प्रणालीको ठोस रूप अझै निर्णयमै अड्किएको छ, संघर्ष अझै बाँकी छ, देश अझै संवेदनशील मोडमा उभिएको छ। छिन्ताङदेखि जनयुद्धसम्म हजारौं निर्दोषको रगत बग्यो, शहीदहरू ढले, तर समस्या भने जिउका तिउ रह्यो। कहिले काहीँ डर लाग्छ, जेन्जी आन्दोलन पछि पनि के फेरि परिवर्तन टाढाको कुरा मात्रै बन्ने हो, के फेरि त्यो इतिहास दोहोरिने हो। तर यसपटक हामीले गल्ती दोहोर्याउने छैनौं। यो पटक रगतको मूल्य र शहीदहरूको सपना साकार पार्नेछौं, किनभने यही हो नयाँ पुस्ताको प्रण र यही हो देशको अन्तिम प्रतिज्ञा। Conclusion, the voice of Gen Z. Remember who we are. Until and unless we come together as Nepal, we cannot progress. This motherland does not belong to one generation. It belongs to all. Gen Z, Gen Y, Gen X, Gen Alpha, and generation yet unborn. Our movement is the heartbeat of every Nepali. Let it speak one language, unity. Remember our power. No division, only unison. We are just one. For the nation walking the path of mountains, we are ready to give everything. Our vow, we unite. Our mission, we transform. Transformation for the mission, for the people, for the future. Remember the principle. When we unite, we stand. When we divide, we fall. From the summit of Sagarmatha to the banks of Kosi, Gandaki and Karnali, may our unity flow like our rivers, strong, pure and unstoppable for Parivartan. तीन युगका
तीन आवाज, छिन्ताङको चित्कार, जनयुद्धको बलिदान र जेन्जीको जागरण अब एउटै मार्गमा मिसिँदैछन्। त्यो मार्गमा आँसु पनि छ, रगत पनि छ, तर अहिले आशा पनि छ, किनकि परिवर्तन अब कसैको भाषण होइन, हाम्रो जीवनको प्रतिज्ञा हो। त्यसैले अब हामी एक हुनेछौँ, देशमा परिवर्तन ल्याएरै छाड्नेछौँ। भ्रष्टाचार शून्य हुनेछ। शहीदहरूको रगतको प्रतिफल अब फल्नेछ। देशले यो पल्ट साँच्चीकै शान्तिको श्वास फेर्नेछ। सगरमाथाको देश गर्वले उभिनेछ। बुद्धको देश शान्तिको सन्देश छाड्नेछ। यसर्थ आमा बाबा दाजु भाइ दिदी बहिनी कोही पनि नछुटी हामी सबै एक हौं, किनकि साँचो परिवर्तन एकतामा मात्र सम्भव छ। म जे भन्छु हजुर सबैले दोहोऱ्याएर साथ दिनुहोला। अब सबै हात उठाऊ र एउटै स्वरमा भनौं, हामी एक हौं। परिवर्तन गर्नै पर्छ। देश हाम्रो हो। dia pasanji, ya udah. Sini saya.